धन्यवाद नेपाल सरकार, ऊर्जा मन्त्रालय, केपी ओली, देउवा लगायत सत्तासीन सबैलाई एउटा देशको तारालाई निभाएकोमा। अन्त जनताले मन पराएको जनताको छोरो वा जनता हारेर बिचौलियाको जित भयो। जनताको बलमा भएको परिवर्तनलाई तपाईहरूले बाउकै बिता जस्तो गरी देश लुट्दै गर्दा आज चरम निराशा छाएर कतै रातन्द फर्किन त होइन भन्ने समयमा तपाईहरूले गरेको निर्णयलाई जनताको अदालतले निर्मम समीक्षा गर्ने नै छ। यस्तै हरकत र सिनो खाने गीत चाहिँ तपाईहरूको दिसलुटो प्रवृत्तिले आज कतै राजा ठिकै थिए कि भन्ने बहस तातो भएको छ। हुन त कुनै वाद, दर्शन, सिद्धान्त, पद्धति नमिल्ने एमाले र काङ्ग्रेसको अवैध सम्बन्धबाट बनेको सरकार पूर्णतः स्वार्थ केन्द्रित, सत्ता लिप्सा र देश लुट्नका लागि बनेको भन्ने कुरा जगजाहेर नै छ। तर पनि इतिहासमा 18 घण्टा लोडसेडिङ भएको देशमा त्यसको अन्त्य गरेका भ्रष्टहरूको ढाड सेक्ने, जनतालाई विद्युत दिने उज्यालोका प्रतीक गेसिङलाई एमाले काङ्ग्रेसका सम्बन्ध सुरु भएकै दिनबाट लखेट्ने ऊर्जा मन्त्री दीपक खड्का लगायत ले स्पष्टीकरण सोधेको सोधै गरे तापनि 3 महिना कार्यकाल बाँकी रहँदा बर्खास्त नै गर्नुहोला भन्ने चाहिँ लागिरहेको थिएन। हुन त अमेरिका र भारतका राजनीति र प्रशासनमा नाङ्गो नाच देखाउने हाम्रो देशमा भारतको पनि प्रभाव पर्यो होला। आफ्नो फाइदाको लागि जस्तो हरकत पनि गर्न पसिन पर्ने ऊर्जा मन्त्रीले लोडसेडिङ भारतले अन्त्य गरेको भन्ने विदेशी भारतको गुलाम गरिरहेको पनि छन्। उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेका छ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ, त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको यो हुन्छ। यसै सन्दर्भमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ, जनताले देशमा चरम लोडसेडिङको मार खेपिरहेको बेला एउटा ऊर्जा विज्ञको रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो। हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफल मिलेको जनमा जानकारी छ। प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। आज भने सरकारले मन्त्रीपरिषद बैठकबाट उहाँलाई बर्खास्त नै पो गरेको भन्ने सञ्चार माध्यमबाट सार्वजनिक समाचार भएको छ। आशा गरौँ यो खबर असत्य साबित होस्। यदि सत्य रहेछ भने यो सरकारको कदम बिल्कुल गलत र आपत्तिजनक छ। 2/3 बहुमतको दम्भको भरमा गरिएको यो निर्णयको घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु। पुष्पकमल दाहाल प्रचण्ड। लुट्न सके लुट कान्छा, लुट्न सके लुट भने चाहिँ ऊर्जा मन्त्रीज्यू सलाई, मोमबत्ती, सोलर पावर ब्याङ्क, लाइट, इन्भर्टर, जेनेरेटर, मड्डी तेल बेच्नेहरूसँग टन्न कमिसन लिएर जनतालाई अझै गरिब बनाउनु अनि तपाईँका छोरा सन्तानहरूलाई चाहिँ युरोप र अमेरिका पठाउनु। यही सन्दर्भमा रवि लामिछानेको यो फेसबुक भिडियो हेर्नुहोस्, जसमा देश अन्धकारमा गएको सङ्केत देख्न सकिन्छ र उनी लेख्छन्, कसलाई राख्ने कसलाई फाल्ने भन्ने निर्णय जनताले लिनेछन्। अब चर्चा गरौँ को हुन् कुलमान घिसिङ। विक्रमसम्म 2026 सालमा रामेछापको ग्रामीण बेगखानमा जन्मिएका कुलमान सरकारी लगानीको चिलीमा हाइड्रो पावर, राहुघाट हाइड्रो पावरको सफल परियोजना प्रमुख हुँदै चरम घाटामा रहेको विद्युत चोरी, अर्बौं बक्यौता रहेको नेपाल विद्युत प्राधिकरणमा कार्यकारी प्रमुखको जिम्मेवारीमा 2073 साल भाद्रदेखि 2076 सालसम्म प्रथम पटक सफल रहे। नेपालमा लोडसेडिङ अन्त्य भए कान काटेर पातमा राखिदिन्छु भने तत्कालीन विद्युत प्राधिकरणका प्रमुख मुकेश काफ्लेले कान काटेर पातमा राखेन थाहा भएन। तर आफू बहाली भएको 3 महिनामै कुलमानले 2073 कार्तिकको लक्ष्मी पूजाको दिनबाट नेपालमा लोडसेडिङको अन्त्य गरे। आधा जनता विद्युतको पहुँचबाट बाहिर रहिरहेको बेलामा उनी आएपछि करिब सबैमा पहुँच पुग्यो। सरकारी लगानीका आयोजना समयमै सम्पन्न भए, प्रति व्यक्ति विद्युत खपत दर बढ्यो। नेपालले वर्षायाममा भारतलाई विद्युत बेच्न सफल रह्यो। दोस्रो पटक 2018 साल साउन 25 गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्ति भएपछि उनको कार्यकाल 2082 श्रावणमा सकिँदै थियो। आखिर 3 महिनाको लागि सरकारले उनलाई किन हतारमा बर्खास्त गरेको होला कुन्ने? यसै सन्दर्भमा सत्तासीन नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा आफ्नो फेसबुक स्ट्याटसमा लेख्नुहुन्छ, आम नागरिकमा असन्तुष्टि बढ्दो छ, त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तबका सलबलाइरहेको छ।
यस्तो बेलामा सरकार डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिउँ भनेर हामी दिनरात नभने मिहिनेत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मोटर हाल्ने काम गर्ने। हामीले यस्तो नगरौँ है भनेको को जस्तो पनि गर्ने, तर निर्णय फेरि यस्तो गलत गर्ने। मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्री सम्हाल्नु पर्ने, तर विडम्बना त भएन, निर्णय गलत छ। सरकार उल्टै बाटो हिँडेर सही गन्तव्य पुग्दैन। मन्त्री गगन थापाज्यू, तपाईँप्रति कमसेकम केही युवाको भरोसा छ। फेसबुकमा मात्र होइन, तपाईँका सभापतिलाई सिधा कुरा गर्नुहोस्, कुलमनलाई हटाउन सरकारले हुँदैन भनेर। अब जाउँ, कुलमनलाई सरकारले कुन आधारले हटायो? 2081 असारमा डेडिकेटेड ट्रङ्कदान लिएर भुक्तानी नगरेका उद्योगको लाइन धमाधम काटेपछि वर्तमान सरकार उनलाई हटाउन सरकार कम्मर कसेर लागेको थियो। ऊर्जाको प्राविधिक विषयमा जिरो नलेज भएको निजी हाइड्रो पावरका सञ्चालक ऊर्जा मन्त्री दीपक खड्काले ऊर्जा मन्त्री पदको धज्जी उडाउँदै कहिले विद्युत प्राधिकरणमा कार्यालय खोल्यो भने कहिले कुलमनको कार्य सम्पादनलाई 0 अङ्क दिए र कुलमनलाई 5 पटक स्पष्टीकरण सोधेर उनले अन्ततः 2081 फागुन 11 गते सत्ताको बलमा कुलमनलाई हटाएरै छाडे, जसको ठाउँमा हितेन्द्र देव साक्य नियुक्ति भएका छन्। उनको बर्खास्तीको प्रमुख कारण न्यून कार्य सम्पादन मूल्याङ्कन बनाइएको छ। यही सन्दर्भमा नयाँ पत्रिकाको हेडिङ पढौँ। सरकारले कुलमनलाई हटाउने निर्णय गर्दा उनी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा विद्युतीकरण गर्दै थिए। पवदार सरकार र अदृश्य रूपमा सरकार चलाउनेहरू 2084 मा जनताले यसको हिसाब राम्रोसँग गर्नेछन्। यही सन्दर्भमा आज देशका विभिन्न स्थानबाट कुलमनको पक्षमा र सरकारको विरोधमा धेरै मानिस सडकमा आन्दोलनरत छन्। हेर्न सक्नुहुन्छ कुलमान घिसिङको समर्थनमा यहाँ नाराबाजी गर्दै यो ठुलो जमात माइतीघरबाट बानेश्वरतिर अगाडि बढिरहेको छ। हेर्न सक्नुहुन्छ भिड। नेताहरू विरुद्ध नाराबाजी भइरहेको छ। माइतीघरबाट बानेश्वरतिर यो भिड अगाडि बढ्दैछ। हेर्न सक्नुहुन्छ। भिडियोलाई सक्दो सेयर गर्नु होला दर्शकवृन्द। तपाईँहरू लिडर नेपाल फेसबुक पेजबाट हाम्रो भिडियो हेर्दै हुनुहुन्छ। यसरी सडकमा केही मानिसलाई त तपाईँहरू शक्ति प्रयोग गरी तलाउन सक्नुहोला, तर 2062-63 को जस्तो गाउँबाट बस्तीबाट मानिसहरू निस्क्यो भने तपाईँहरू के गर्नुहुन्छ? सकेसम्म आफ्नो निर्णय बदल्नुहोस्, होइन भने जनता सडकमा आउनेछन्।